यो हाम्रो आन्दोलन छ र यो आन्दोलनका उद्देश्यहरू पनि छन्, यो आन्दोलनका कारणहरू पनि छन् हैन। कुनै पनि कुरा, कुनै पनि घटना बिना कारण, बिना एक्सन हुँदैन। जुन किसिमले नेपालमा प्रजातन्त्रको स्थापनापछि जुन लुटतन्त्र मच्चाउने अभ्यास भइयो, केही सर्कलहरूलाई मात्रै फाइदा पुग्ने गरी विभिन्न गतिविधिहरू गरिए अथवा यी जुन माथिल्लो ओहदाका मानिसहरू छन् तिनले मात्रै आफूलाई मात्रै फाइदा पुग्ने किसिमले जुन संरचनाहरूलाई कब्जा गरे, त्यसको क्रिया स्वरूप, त्यसको प्रतिक्रिया स्वरूप यो आन्दोलन हो। यो आजै मात्रै विकसित भएको आन्दोलन होइन। यो धेरै पहिलादेखि मान्छेको मानसिकतामा, मान्छेको अन्तर्मनमा, जनताको अन्तर्मनमा जुन आक्रोश थियो, यिनका गतिविधिहरू, यिनका भ्रष्टाचारहरू, यिनका चाहिँ यी करोडौं करोडका काण्डहरूले गर्दा चाहिँ आजित भएका जनता, आजित भएको जेन्जी पुस्ता र आफ्नो भविष्यमाथि खेलवाड भएको देखेर, यो देख्न नसकेर यो असह्य भएर चाहिँ आज सडकमा उत्रिएको छ। यो दुःखद अवस्था हो। एउटा पुस्ता, एउटा युवा उमेरको व्यक्ति जो आफ्नो भविष्य बनाउनुपर्छ, जसले आफ्नो देशको विकासमा भूमिका निर्वाह गर्नुपर्छ, यसरी चाहिँ बेला बखत रोडमा निस्किरहनु पर्ने अनि रोडमा निस्किए बापत चाहिँ उसले गोली खानुपर्ने यो अवस्था चाहिँ निकै नै दुःखद र यो चाहिँ निकै नै भर्सनीय छ। त्यस कारणले हामी सबैले फेरि एकपल्ट आन्दोलन सफल गरेर सबैले